Good morning everyone. Once again welcome back to my Facebook page. अहिले चाहिँ भर्खरै उठेर हो अब चाहिँ फ्रेस हुन्छ त्यो चाहिँ पुरा काम छ। यहाँ चाहिँ मेरो क्युटी पाई नोबी छ है त। वेदर भन्नुपर्दा चाहिँ एकदमै डरलाग्दो काम लागिरहेको छ। सो समर सिजन चाहिँ लागिसक्यो हो। सो आजको दिन के कस्तो हुन्छ है म देखाउने छु। मलाई त निन्द्रा लागिरहेको छ हो अझै। नोबी बाबु नोबीलाई चाहिँ कति माया गर्छ यहाँ आउनेहरूले जसले पनि नोबी 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 भन्दै त्यो माया गरिरहेको हुन्छ नि। हाई नोबी नोबी आइ सो अब चाहिँ पूजा गर्छु है। मैले सबै माटहरू सबै मोलिसकेँ पूजाको है। पूजा गरेर त्यसपछि अरू कामहरू गर्छु। अन्त एकछिन चाहिँ तल सामानहरू लिनु जानु छ हो। त्यही भएर पहिला पूजा गरिहाल्छु है त। अहिले चाहिँ म है अब लन्चमा चाहिँ आज म सुँगुरको मोमो बनाउँछु है। त्यही भएर चाहिँ म यहाँ रेडी गर्दैछु। अन्त किमा चाहिँ अलरेडी मैले त्यही दोकानबाटै बनाएर ल्याएको हो। अन्त अहिले चाहिँ म के अरे प्याज किमा गर्दैछु है। वेदर भन्नुपर्दा चाहिँ कति घाम लागेको। मलाई त घाम देख्दा निन्द्रा लागेर आउँछ। यहाँ चाहिँ आमाले उयो गर्दैछ, यो आलमारी धुँदैछ। ए घाम चाहिँ यस्तो डरलाग्दो लागिरहेको छ नि टन्टला पो। आमालाई घाम लागेको मनपर्छ कि के अरे धुम्मा लागेको मनपर्छ कि पानी परेको मनपर्छ कि के मनपर्छ? घाम लागेको मनपर्छ आमालाई चाहिँ हो। ए मजाले धुँदैछ, पुरा मैला भएको थियो नि त। आज के को मोमो खाने अरे आमा? सुँगुरको मोमो। आज चाहिँ सुँगुरको मोमो। कति दिनको बाद है सुँगुरको मोमो खान आँटेको आज चाहिँ हामी हो। अन्त बाबाले पनि खानु मन लागिरहेछ भन्दै थियो नि त। त्यही भएर यस्तो छ है त वेदर। साफसफाइहरू गर्नु छ कि तर घामले गर्दा ट्याक्कै सक्दिनँ म त गरमतिर। फुलहरू पनि सबै यहाँ राखिरहेको छु मुनि है, किनभने पुरा त्यो हावा चढेर कि। त्यही भएर लु है त अब चाहिँ म स्टार्ट गरेको। हाम्रो नोबी चाहिँ यहाँ मुनि छ ऊ। अन्त मेरो माथि पनि साफसफाइहरू गर्नु छ हो। सो अब चाहिँ स्टार्ट गर्छु। के चाहिँ मेरो प्याज चाहिँ रेडी भयो। अब चाहिँ यसमा चाहिँ म यो मासु हाल्छु। यहाँ चाहिँ मासु छ। यो चाहिँ लोकल सुँगुर मैले परनिर चिसो पानीबाट लिएर आएको हो। त्यहाँ बाटोको छेउमा गएको छ नि गोलाइमा क्या, त्यहाँबाट लिएर आएको हो। सो अब चाहिँ म मासु एड गर्छु यहाँनिर। त्यसपछि किमा बनाएर त्यसपछि मैदा गुनेर चाहिँ बनाउनु स्टार्ट गर्छु। यहाँ चाहिँ मैले मासु पनि एड गरेँ हो। अब चाहिँ यसलाई मजाले मिक्स गर्छु। अदुवा अन्त त्यसपछि नुन अजिना मटरहरू हालेर हो मजाले मिक्स गरेर यसमा त तेलहरू हाल्नु पर्दैन किनभने यसमा पुरा बोल्छ नि त हो। सो कतिजनाको चाहिँ फेभरेट हो है सुँगुरको मोमो है, कमेन्ट बक्समा भन्नु होला। अब एकछिनमा चाहिँ म बनाउन स्टार्ट गर्छु है त। till then watch my video till end and follow गर्नुभएको छैन चाहिँ डु फलो माई पेज। अन्त वेदर चाहिँ यस्तो छ ए फेरि पनि देखाइदिन्छु है। टन्टला फुल घाम लागिरहेको छ। समर सिजन इज अन है। लु है त किमा इज रेडी है। अब चाहिँ म मैदा गुनेर बनाउन स्टार्ट गर्छु। त्यो पछि चाहिँ तातो तातो है हामी खानेछौँ है। अन्त मिठो मिठो अचार पनि बनाउ। मेरो मोमो चाहिँ रेडी भइसक्यो है। बनाइ चाहिँ सक्यो है, पाकेको त छैन होइन। एकैचोटि बसौँ भनेर चाहिँ मैले यो ठुलो ठुलो सिटमा है फुल गरेँ है। र अब चाहिँ म डाइरेक्ट पाकेर देखाउँछु है त। अब चाहिँ यसलाई म बसाइदिन्छु उतापट्टि लगेर हो। हेर्नु है त मोमो चाहिँ अब यस्तै हो, सिम्पल आउँछ होइन। त्यो मिरिरी टाइपको चाहिँ आउँदैन हो। होटेलतिर बनाउने यस्तो यस्तो सिम्पल छ है। ल है त अब चाहिँ बसाउनु पर्यो। मेरो पोक मोमो चाहिँ रेडी भइसक्यो। ए यम्मी यम्मी मोमो।